हेलो साथीहरू वेलकम ब्याक टु माई ब्लग होइन आज हामी साथीहरू सबैजना मिलेर होइन सबैजना त नभनौँ चारजना चाहिँ मिलेर हामीहरू चाहिँ यसो वनमा गएर यसो इन्जोय गरौँ भनेर नि चाहिँ हामी चाहिँ उतातिर गइदिएको होइन लाकुरी भन्ज्याङतिर यहाँतिर गएर हामीहरूले यस्तै खानेकुराहरू बनाएर खानको लागि गयौँ होइन अनि साथीहरू माथि चटपटे खाँदैछन् है अनि हामी चाहिँ बनाइरहेको छौँ अनि मलाई हेर्नुहोस् न म चाहिँ भिडियो खिच्नमै व्यस्त छु कि है अनि तलबाट आउँदाखेरि चाहिँ जाडो थियो कि माथि आउँदा चाहिँ गर्मी गर्मी भयो होइन त्यही आफ्नो कुराहरू भइरहेछन् मेरो साथी उसलाई चाहिँ यति धेरै कुरो लागेको छ मासु चट्ट पाकिरहेको छैन मैले बनाएको गाइसकेको छु उसले चाहिँ चलाउँदैछौँ कि हामीले डाँटो लाग्न त बिर्सेछौँ है अनि यहाँ चाहिँ चटपट एक साइडमा बन्दैछ अनि खायौँ होइन हामीले फर्स्ट टेस्ट गऱ्यौँ होइन हेर्नु न मेरो साथीको अनि यस्तै थियो अनि हामीले चाहिँ मासु सासु सब पकाएर टकटक पारेर होइन मेरो साथीले चाहिँ चलाउँदैछन् है हेर्नुहोस् सबैले यसो खाँदै चटपटे खाँदै यसो भिडियो सिडियो खिच्दै हामीले रमाइलो नै गरिरहेको थियौँ होइन अनि यता मेरो दुईवटा साथी छन् अनि अर्को साथी चाहिँ मेरो म चाहिँ टक्क फोटो खिच्नमा चाहिँ फेरि जतिखेर पनि मलाई चाहिँ फोटो खिच्न यताउति गर्न मन लागिरहन्छ होइन अनि हामी चाहिँ अब खाँदै बस्दै गरिरहेको छौँ यस्तो आफ्नो कुराहरू होइन सेयर गर्दैछौँ अनि फाइनली मासु पाकेर पनि हामीहरूलाई हेर्नु न दारू पनि नलगेर यस्तो भाट्टाले नै काम चलाइदिएछौँ होइन अनि हामी चारजना साथीहरूले चाहिँ यसमा नै खाने त्यसपछि हामीले चाहिँ यसमा नै हालेर होइन भुजासुजा हाल्यौँ भुजा मासु हालेर अनि म त्यहीमै खाने भनेर हेर्नु म चाहिँ हेर्नु न म चाहिँ यहाँ छु है म चाहिँ हेर्नु भिडियो खिच्न यस्ता छु साथीहरू चाहिँ यतै छन् खाइरहेको साइज अनि हाम्रो चाहिँ यस्तै थियो प्लेटहरू के पनि लगेको थिएन होइन चिज सोनी हाल्दै होइन के छ अनि खाइदिएको अनि गफसफ मार्दै होइन रमाइलो गर्दै साथीहरूसँग होइन हेर्नुहोस् न हामीलाई चाहिँ सुप भएन अनि त्यही भएर यसलाई मासुलाई सेपरेट पारेर अनि भुजासुजासँग हालेर होइन अनि मिक्स गरेर खाने भनेर अनि यसरी नै खायौँ होइन ग्रेभीसँग अनि म चाहिँ यहाँ चाहिँ चट्ट खाइरहेको छु मेरो भिडियो चाहिँ कसरी खिच्दैछ नि यिनीहरूले यहाँ म चाहिँ खाँदैछु पिरो चाहिँ कम भएको कारणले गर्दा अनि म चाहिँ पिरो चाहिँ एउटा पुरै एक डल्लै एउटा खुर्सानी नै खाइदिएको होइन उनीहरूलाई चाहिँ त्यति नै पिरो भयो म चाहिँ पिरो दुईवटा खुर्सानी खाइदिएँ होइन यही हो रमाइलो भयो अनि हामीलाई लास्टमा चाहिँ हामीहरू डान्स गरौँ न त होइन भनेर यसो मोबाइलमा गानासाना बजाएर अनि डान्स गऱ्यौँ होइन अनि रमाइलो हेर्नुहोस् न डान्सको कस्तो डान्स हेर्नु न डान्स हाम्रो डान्स कस्तो खतरा छ होइन यस्तै छ डान्स हेर्नु ओहो हामी चाहिँ खतरा डान्सहरू के हेर्नुहोस् न हाम्रो डान्स हेरेरै तपाईँहरू सक्ट हुनुहुन्छ हेर्नुहोस् डान्स आफ्नो आफ्नो पाराको डान्स होइन हामीहरूको यस्तो रमाइलो अनि मलाई चाहिँ हेर्नुहोस् न अब कहाँ चाहिँ यस्तो जाडो हुन्छ भनेर म त्यत्रो ज्याकेट लगेँ अनि ज्याकेट त्यही राखेँ लगाउँ अनि त्यो गर्मी हुन्छ भनेर बाँधिदिएको होइन अनि भुइँमा राख्यो भने त्यतातिर झाडुहरू कुच्चिएको लाग्ने सबै ठुलो अनि बिगाउनु भएको कारणले बाँधेँ मजाको प्लिज रमाइलो गरौँ भनौँ होइन त्यही रमाइलो गरी साथीहरू तपाईँहरू पनि कसै जानुहुन्छ तपाईँहरू साथीहरू मात्रै यसरी वनमा रमाइलो गर्न घुम्ने ठाउँमा होइन हाइकिङतिर भन्नु यस्तो कमेन्ट गर्नुहोस् ल हामीले हेर्नु रमाइलो पछि चाहिँ हामी सबैजना होइन घर फर्किदिएको अनि लगेको सामानहरू चाहिँ हामीले के लगेको थियौँ कागजपत्रहरू के थियौँ त त्यो सबै कलेक्ट गरेर घर चाहिँ घर चल्दैन होइन घर हिँड्दैन अनि बाटो चाहिँ अलिक गाह्रो थियो क्या हामी सबैसँग यसरी नै आयौँ त्यसरी मेरो साथी चाहिँ कराईसँग दिएर कालो कराई त्यही थियो सबैले
समय हेरिदिनुको भएकोमा थ्याङ्क यू सो मच बाई बाई see you in the next video guys love you all bye